यहाँ भित्र एक किसिमको रोग लागेको छ। त्यो रोगलाई तपाईहरुले समयमा चिन्नु भएन, त्यो रोगलाई समयमा अपरेसन गरेर तपाईहरुले फ्याल्नु भएन भने त्यो क्यान्सरले भर्खर तपाईको खुट्टामा पैतालामा कतै छोएको हुन सक्दछ, अम्लामा छोएको हुन सक्दछ। त्यो क्यान्सर हामीले समयमै उपचार गरेनौं भने त्यसले पूरा शरीर ग्रस्त गर्छ र मृत्युशय्यामा पुर्याउँदछ। त्यो कुरा तपाईले समयमा बुझ्नु पर्दछ। तपाईहरुले बुझ्नु भएको छ मैले यति भनिसकेपछि। यति मात्रै होइन, काठमाडौँ जिल्लाभित्र संगठनलाई फुटाउने र आफ्ना केही झुण्ड निर्माण गर्ने काम माथिल्लो तहबाट पनि भएको छ। त्यसमा पनि हामी सचेत हुनु पर्दछ। कुनै पनि जिल्ला, कुनै पनि क्षेत्र, कुनै पनि नगरपालिका, कुनै पनि वडा त्यो क्षेत्रका साथीहरू मजबुत हुन सकेनन्, बलियो हुन सकेनन् भने उपलब्धि हासिल गर्न सक्दैन। जहाँ बलियो छ, जहाँ मजबुत छ, त्यहाँ कमजोर गराउने खेलहरूले, कारणहरूले ठुलो नोक्सानी बिहोर्नु पर्ने अवस्था देखिन्छ। त्यसतर्फ हामीले समयमै सजग भएर, समयमै सचेत भएर त्यसलाई प्रतिकार गर्नको लागि म सम्पूर्ण साथीहरुसँग आग्रह गर्न चाहन्छु। त्यसमा लाग्ने कि नलाग्ने, पहिला त्यसमा प्रतिबद्ध हुने कि नहुने, कि बुझ्नु भएको छैन? ताली त अत्यन्त कम बज्यो। ल साथीहरु, सबै संगठन र क्षेत्र बलियो बनाउन तपाईहरु लाग्ने कि नलाग्ने एकचोटि ताली बजाएर हेरौँ। त्यो जनाधार भनेको, त्यो जिताउने काम भनेको तपाईहरुको भर वडा तहमै हो त। त्यहाँदेखि नै हामीले संगठन निर्माण गर्दै आउँदा मजबुत संगठन बनाएर ल्याउनु पर्दछ र त्यसले केन्द्रसम्म असर गर्न सक्दछ। पार्टी अहिले पनि संस्थागत रूपमा चलेको छैन, संस्थागत चलाउन दिएको छैन भन्ने कुरा त मैले अस्ति जिल्ला स्तरीय भेलामा पनि भने, तपाईहरुले सुन्नुभयो होला। त्यो खालको प्रवृत्ति अगाडि बढेको छ, त्यो खालको सोच अगाडि बढेको छ। संस्थागत रूपमा जबसम्म हामीले चलाउन सक्दैनौं त्यसले ठूलो नोक्सान गर्दछ।